सो सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा। अनि आज भ्लग चाहिँ म यता नेर्पा पार्कमा जाँदैछु दाइसँग। आज भाइको भिडियोमा आएको ल अनि दाइको च्यानल पनि सब्सक्राइब गरिदिनु होला, तल डिस्क्रिप्सनमा छ। अनि यतातिरको भ्यू आज चाहिँ दाइ र म चाहिँ भिडियो बनाउन जाँदैछौँ माथि पार्कमा। अब चाहिँ पार्कमा सो यहाँसँग चाहिँ हामीदेखिको भ्यू एकदम बबाल छ। अर्तिर ल पार्क अनि यहाँनिर सवाल चाहिँ दाइले पनि भिडियो बनाइरहनु भएको। फाइनली पार्कमा हेर्नुहुन्छ जुगारको पार्क। जुगारको पार्क हाम्रो लिङलिङको भाइ ब्लगर हाम्रो हरि सरकारले एक्सप्लोर गर्दैछन् गाइस। सो हेरौँ अनि भनेर चाहिँ फड्किने गर्दैछ। राम्रो राम्रो खतरा भएछ है टिकटकमा। पहिले मैले यस्तो गराउन आएको थिएन नि भाइ। पार्कको मालिकको बाइक बाइक अनि चाहिँ डोगाहरू भाइले पनि त्यस्तै सटाउँदै थियो। फाइनल अहिले चाहिँ हाम्रो पाला आयो, तिनीहरू गइसक्यो। दाइले क्यामेरा चेक गरिदिनुहुन्छ। गन्छ है कतिवटा छ? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 फाइनली 35 भयो केटा। 35 साल चाहिँ स्कुल पनि अहिले टक्क लगाएर फर्किदिनुहुन्छ फ्रम हेयर। देखिन्न म त खतरा हानी भाइ देख्यो यता भिडियो गरेर क्या बनाउँछ अरे यसले यस्तो खतरा बनाउँछ यस्तो खतरा बनाउँछ दामी बनाउँछ। ओ भाइ म त खतरा देखेको छु यार। अरू खिच्ने हो तिमीले पनि खिच न। एक कुन्डा फर्किसमा हामी दाइलेर मैले चाहिँ अनि चाहिँ अर्को पाला आइरहेको थियो र हामी त्यो टोका लगाएर फेरि माथि जङ्गलतिर जाँदैछौँ। आज भाइ भाइ यस्तो लाज मान्ने लाग्छ किनभने चाहिँ मेरो अगाडि भ्लग बनाउनु आफै भएर नि त एक्लै भयो भने त कस्तो मजाले बनाउँछ। आज के भयो भनेर सोधेँ नि मैले। आज लाज लाग्छ किन लाज मान्नु पऱ्यो भन्दाखेरि भनिदिन्छु मैले। यता मिम क्यारेट गर। सो गाइस तपाईँ देख्न सक्नुहुन्छ यो हाम्रो जुगारको एमाजोन जङ्गल हो। अनि के भनौँ यहाँ विभिन्न प्रकारको जङ्गल जनावर पाइन्छ। मलाई डर पनि लगाइरह यहाँ बाघ भालुहरू आएर समझ रहे हो ना? चर्लाई पनि डर छ। त्यही पनि आज हाम्रो क्यामेराम्यान हरिभाइसँग म तपाईँलाई एक्सप्लोर गर्दैछु। लेट्स गो गाइस। तपाईँले देख्न सक्नुहुन्छ जङ्गलमा यस्तो देखौ भाइ यो एकदम स्पेसल च्याउ हो। यो हामी आज यही खाएर हामी आजको यो जङ्गलमा के भन्छ आजको रात यहीँ कटाउनु पर्ने हुन्छ। हाम्रो टेन्ट उता लाग्छ होला देखौ भाइ त्यहाँ लाग्छ होला। तपाईँले देख्न सक्नुहुन्छ यो लाग्ने च्याउ हो कि होइन भनेर चिन्नलाई यसको दाँत चाहिँ रातो हुन्छ। यो चाहिँ खाने च्याउ हो, त्यही भएर यसलाई गुचीमा राख्छु। अरू पनि देखिन सक्छ गाइस। आउनुहोस् यहाँ हातमा राखौँ अट्दैन। आज पहिलेको जमानामा विश्वयुद्ध हुँदाखेरि यहाँ पुरा घना जङ्गल थियो पुरा यो ठाउँमा। अहिले आगो लगाएर एक दुईवटा त नभनौँ धेरै छ। तपाईँ बुझिसक्नु भयो होला। आजको हाम्रो कन्टेन्ट
यस्तै बन्छ हामी आज जङ्गल एक्सप्लोर हो भाइको आज कन्टेन्ट त्यही बन्छ होइन हामी अझै पनि माथि जान्छौँ एकछिन भिडियो हामी पज गर्छौँ एकछिन माथि गएर देखाउँछौँ तपाईँलाई सो एभ्री वान तपाईँहरू देख्न सक्नुहुन्छ यो जङ्गलमा हात्तीको मल पाइन्छ ये तो टट्टी है यो हात्तीकै हो कस्तो लाग्छ यो क्यामेराम्यानलाई हात्तीको जस्तो लाग्छ बेसी हात्तीकै हो यो हात्तीकै हो यो हात्तीको मल करोडौँमा बिक्न सक्छ त्यो मल करोडौँमा बिक्न सक्छ एकदम मिठो नि हुन्छ मिठो पनि हुन्छ जस्तो लाग्यो मलाई अहिले चाहिँ हामी खान्नौँ च्याउ खाइसकेछौँ अब साँझ 10 हुन्छ यसको लागि हामी यहीँ राख्नुपर्ने हुन्छ यसलाई हेरिदियो अहिले हात्ती आएर हामीलाई दखल हान्न सक्छ त्यही भएर हामी अझै जान्छौँ अझै एक्सप्लोर गर्छौँ तपाईँ देख्न सक्नुहुन्छ एमाजोनको फुल त फुलै जस्तो भयो फुल देख्न सक्नुहुन्छ यो सारी 18 करोडको हो क्या बोले भाई अब क्या बोले सारी 18 करोडको यो सारी कति हो हो यो तपाईँहरू आउनुभयो भने यहाँ विभिन्न प्रकारको फुलहरू घाँसहरू चिया यो च्याउहरू पाउन सक्नुहुन्छ हामी देखाउँछौँ तपाईँहरू अझै एक्सप्लोर गर्छौँ अझै यहाँ यो एरियामा चाहिँ बढी भाग हामी शिकार गर्न आउँथ्यौँ क्या राति यो एमाजोनको जङ्गलमा यतामा चाहिँ हात्ती बाघ नभनौँ खरायो अनि त्यस पछाडि त्यहाँ जङ्गलमा भए स्यालहरू त्यो चाहिँ पाउँथ्यो है तपाईँले देख्न सक्नुहुन्छ मैले जङ्गलमा हामीलाई सर्भाइभ गर्नको लागि पानीको बोतल भेटाइसकेँ यो पानी हामी खानुपर्ने हुन्छ यसको यहाँ जङ्गल जनावर देख्नुभयो तपाईँहरूले देख्नु भएन होला हाम्रो अलि क्यामेराम्यान अलि गाह्रो मानिरहन् के छैन अनि तपाईँहरूलाई म अरू पनि देखाउँछु हाम्रो विश्व प्रसिद्ध मौरीको पोला म तपाईँहरू देखाउँछु हाम्रो मौरीको खोला यो हो तपाईँ देख्न सक्नुहुन्छ उतारिएर छ यसको मह एकदम मिठो हुन्छ यो मह चाहिँ खाने मान्छे चाहिँ सधैँ अमर हुन्छ भन्ने हाम्रो यो एमाजोन जङ्गलको बासिन्दाहरूले भनेथे सो के हुन्छ अब मलाई पनि थाहा छैन आज भर्खर आएको हुन्छ मलाई पनि थाहा छैन आज भर्खर आएको नहीं मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखेगी हामी वास्तवमा रोल्पाको मिस्टर बिस हो हामी वास्तवमा रोल्पाको मिस्टर बिस हो के हो हामी सबै कुराको एक्सप्लोर गर्छौँ हाम्रो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हात्तीलाई कोरोना भाइरस लागेको कारणले हात्तीको साइज नपुगेर खरायोले लायो हो खरायोले नै लायो बोर मानेर ठीक है यो खालीको अवस्था हो हात्तीको साइज नपुगेर खरायोले लायो हो खरायोले नै लायो बोर मानेर यो खालीको अवस्था हो तर मैले राख्नु पर्ने हुन्छ मलाई काम लाग्ला जस्तो लाग्यो यो पनि राख्छु यो पनि धेरै कुराहरू छ यहाँ जङ्गलमा कति हो कति होइन भन्नै मैले भ्याउन सकेको छैन त्यो पनि जाउँ कमान
फेरि अर्को चिज देखाउँछु हामीले पक्की रक्सी भेटाइसकेका छौँ आम्बो यो खाने हो के भाइ हाम्रो लागि यार के हो यो उपरवालाले खतरा पठाइदिइसक्यो आम्मामामामामामामामा यो चाहिँ काम लाग्छ यो साँझको शीतल हो केटा हो पढ भाइ यहाँ भर्जिङ आम्मामामामामा तर मलाई शङ्का लागेर आयो गाई यो चाहिँ हात्तीले पिसाब फेरेर राखी जस्तो लाग्यो तर पनि केही छैन हामी राख्छौँ एमाजोन जङ्गलको हात्तीको पिसाब नै रक्सी हो महँगो रक्सी यति महँगो छ यो तपाईँको घर जग्गा बेचेर पनि आन्न यो तपाईँको घर जग्गा बेचेर पनि आन्न तेरो बाउले भन्थ्यो यस्तो चिज हामीले यो माल हामीले पाएका छौँ अब जाउँ अरू के पाइन्छ त हामी हेर्छौँ एक्सप्लोर गर्छौँ अझै आऊ क्यामेराम्यान मलाई डर लागिरहेछ यस्तो किरा काटीहरूको बाघ भालुहरूको आवाज पनि आइरहेछ होइन डर लागिरहेछ मलाई के गर्ने होला जस्तो लागिरहेछ आजको दिन यतै हाम्रो सर्भाइभ हुन्छ होला जस्तो लाग्छ यो ट्रेन बसाउने ठाउँ तल देखाइसक्यो भने तपाईँहरूले अब जाउँ त्यही पनि के हुन्छ अब समय परिस्थितिले देखाउँछ तपाईँहरू देख्न सक्नुहुन्छ होइन जङ्गलको पानी खानलाई यहाँ पानी यता देखाउँछु पानी खानलाई यहाँ जनावरहरू यति गाह्रो भइसकेको छ यहाँ पानी केही पनि छैन अब केही समय पानी आउँछ होला त्यो आकाशले थाहा छ अब आकाशको वेदर आज पनि पानी पर्ने गर्छ यहाँका पानी नपाएर यहाँका जङ्गली जनावरहरू एकदम गाह्रो भइसकेको छ दर्शकबिन हेर्न सक्नुहुन्छ यहाँको सबै एक्सप्लोर गऱ्यो भने कथा बन्न सक्छ कविता बन्न सक्छ चुटकिला बन्न सक्छ त्यही भएर आजको एक्सप्लोर यही हुन्छ अनि सबै कुरा हाम्रो अरि भाइले क्यामेराम्यानले भन्छ ल आजको मेरो भने यति छ आजको एक्सप्लोर यहीँ छ सो गाइज होइन म चाहिँ रोल्पाको एमाजोन जङ्गलबाट भर्खर निस्किसकेँ होइन तर मेरो दाइ चाहिँ किरण दाइ चाहिँ जो एक्सप्लोर हुन्छ उहाँ चाहिँ हराइसक्नु भएको छ कता हुन्छ कसैले देख्यो भने चाहिँ टक्क लगाएर मलाई कन्ट्याक्ट गराए मजाक सो गाइज होइन त्यो सबै मजाक थियो होइन जस्ट फर कन्टेन्ट होइन अनि अहिले चाहिँ म घर आइसकेँ अनि आजको भ्लग चाहिँ मेरो किरण दाइसँग होइन हाम्रो किरण दाइसँग लुगा भयो यो मोबाइल पुरै अड्किरहेको छैन मेरो किन यो समस्या छ गाई समस्या छ होइन अनि कस्तो लाग्यो के कस्तो लाग्यो होइन भ्लग तल कमेन्ट गर्न नभुल्नु होला अनि मैले चाहिँ के भन्न चाहेँ भने चाहिँ किरण दाइलाई तपाईँलाई मैले जस्तो भिडियोमा देखिरहेको थिएँ होइन अनि उहाँ र म जे पनि पहिला यसरी सँगै कहिले बसेर अथवा सँगै यसरी हिँडेर कहिले भ्लग बनाएको थिएनौँ होइन न कहिले बसेको थियौँ पनि होइन एकदमै सपोर्टिङ होइन मोटिभेसनल दिनुभयो आज मलाई मोटिभेट गर्नुभयो होइन उहाँले दिएको मोटिभेटले गर्दा होइन अब अगाडि केही भिडियोहरू ल्याउँछु भन्ने सोचिरहेको छु अनि उहाँ चाहिँ एकदमै मलाई आज आफ्नै लाग्यो होइन एकदम धेरै सम्झाउनु भयो यति त मलाई हाम्रो अरू कसैले पनि सम्झाएको थिएन होइन घरका कोही नै यता त कसैले पनि सम्झाएको थिएन अनि दाइ चाहिँ आज मलाई लास्टै सम्झाउनु भयो होइन यत्तिको मोटिभेट गर्ने दाइ चाहिँ सबैको हुनुपर्छ भन्ने जस्तो लाग्छ मलाई होइन आजसम्म मलाई होइन जन्मदेखि आजसम्म यत्तिको त मलाई कसैले पनि भनेको थिएन कि अनि म फेरि दाइलाई फेरि पहिलेदेखि चिन्दैन थिएँ यही भिडियो गर्दा गर्दै चिनेको होइन तर जस किरण दाइ मान्छे एकदमै राम्रो हुनुहुँदैछ मैले पहिला त टाढा भेट्थेँ होइन अनि त्यस्तो भिडियो किन आउँदैन हुनुहुन्थ्यो अनि त्यस्तो हल्का हल्का कुरा हुन्थ्यो तर यस्तो नजिकै बसेर यत्तिको गहिराइमा गएर कहिले कुरा गरेको थिएन होइन अनि एकदमै सम्झाउनु भयो आज एकदमै मोटिभेट गर्नुभयो होइन मलाई अनि किरण दाइलाई चाहिँ भित्रदेखि एकदम रेस्पेक्ट छ उहाँले बोलेका कुरा सबै यहाँ गएर बसेको छैन होइन अब चाहिँ भिडियो चाहिँ अगाडि एकदम बल ल्याउने कोसिस गर्छु होइन म त्यो बाई बाई